लु मकै बाँदरले लु हेर्नुहोस् है मकै ल हेर्नुहोस् अब यी खेतीतिर लाग्यो यता मकै यता धान खेतीतिर लागेको मकै खेती बाँदरले चेट गरिदियो अब के गर्ने होला छैन एउटै छैन ठाडो भनेको एउटै छैन ल साप अब यसरी भएपछि अब खोइ ल एउटै छैन ठाडो भनेको एउटै छैन है ल हेर्नुहोस् अब यस्तो छ भनेपछि अब के गर्ने होला त अब त के गर्ने ल बिजोग भयो अब के गर्ने अब कुम्लो बोकेर परदेश लागे भइगयो नि के खानु अब वर्षा दिनको कमाइ बाँदरले खतम गरिदियो अब यतै छ यो त बाँदर बस्ने ठाउँ के गर्नु सबै गाउँ मिलेर खेदौँ न भनौँ डराउँछ अब के गर्नु यस्तै छ है गरी खानु नदिने भो ल हेर्नुहोस् अब यता सबै यता बाँदरले खाएको यता अब बुढियाले निकाल्दैछ यता अलिअलि यता सबै यसरी यस्तो पार्दैको छ यहाँ बुढियाले अब निकाल्दैछ अब के गर्नु हो बुढी बाँदरले त उठी बस लाउने भयो त हौ अब बसा हिँड्ने बेला भयो बसा हिँड्नु पनि कहाँ चाहिँ जानु है कहाँ जानु गरिबलाई कहीँ पनि जाने ठाउँ रहेनछ है के धनी पो सहर पर्छ नि त गरिब त खै कहाँ जानु अब यी मकै पनि खाइदिएर यस्तो अब पकाउने भए खाइदिइहाल्यो यी हेर्नु अब यी बाँदरको पछि लागेर हिँड्नु पर्ला अब यी सबै यस्तो बिजोग छ धान खेतीतिर गएको बेलुका आउँदा यी बाँदरले यस्तो अब यहाँ छ त यहाँ एउटै ठाडो छ त यी अब भएको मकै त सकियो यी ल यस्तोमा खाइदिन्छ यी खालि यस्तो सबै यस्तो यसरी सबै खाइदिएको छ यस्तो यसरी भाँच्छ ल हेर्नुहोस् अनि बाँदरले राख्छ त अब यी सबै यसरी खाइदिन्छ ल हेर्नु यसरी खाइदिएको छ अब अनि कहाँ जाने अब बस्ने ठाउँै छैन अब यी के खाने वर्षा दिनको कमाइ त यस्तो भयो अब ल हेर्नुहोस् ल यसरी खाइदिएको छ एउटै छैन अब हेर्नुहोस् ल हेर्नु बिजोग यसरी अनि यसरी गरिदिएको छ अनि अब गाउँ बसेर भयो त किसान गर्न सकियो त किसान खेती गरेर खान सकिने रहेछ त अब खेती नगरौँ के खाने गरौँ बाँदरले उठी बस लाउने भयो अब के गर्ने अब अहिले अब यस्तो भयो अब अहिले यसो धान खेती गरिँदैछ अब पछि धान पनि उठाउने बेलामा यस्तै बनाइदिन्छ अनि खोइ के गाँठ जाने भइयो गरिब किसानको बाँच्ने ठाउँ छैन यस्तो छ लु हेर्नुहोस् है लु गाह्रो छ ल गाह्रो छ